15 अप्रिल 2019 सुमिट एयरको फ्लाइट 9 AMH आन्तरिक उडानका लागि लुक्ला एयरपोर्टबाट उडानको तयारी गर्दै थियो। उक्त प्लेन लेट एल 410 टर्बोलेट थियो, जुन डबल इन्जिन भएको छोटो दूरीका क्षेत्रीय उडानका लागि प्रयोग हुने विमान हो। उक्त प्लेन टेक अफ गर्न लाग्दा रनवे नजिकै पार्क गरिएका हेलिकप्टरसँग ठोक्किन पुग्छ, जुन घटनामा 3 जनाको मृत्यु हुन्छ। 12 अक्टोबर 2010 सीता एयरको एउटा फ्लाइट टेक अफ गर्न लाग्दा केही समस्याका कारण दुर्घटना हुन्छ र 19 जना प्यासेन्जर र सबै क्रू मेम्बरहरू घाइते हुन्छन्। 8 अक्टोबर 2008 एती एयरलाइन्सको फ्लाइट 103 DHC6 काठमाडौँबाट लुक्लातर्फ उडिरहेको थियो र पछि लुक्ला एयरपोर्टतिर नजिकिँदै गर्दा वेदर खराब हुन्छ र भिजिबिलिटी एकदमै कम हुन्छ। खराब मौसमको बावजुद पाइलटले उक्त प्लेन ल्यान्ड गराउने प्रयास गर्छन्, तर दुर्भाग्यवश ल्यान्डिङ गर्ने क्रममा उक्त प्लेन दुर्घटनाग्रस्त हुन्छ र प्लेनमा सवार मध्ये 18 जनाको मृत्यु हुन्छ र केही घाइते हुन्छन्। 30 अप्रिल 2005 गोर्खा एयरलाइन्सद्वारा सञ्चालित फोर्नियर डु 228 नामको प्लेन अवतरण गर्ने क्रममा दुर्घटनामा पर्छ, जसमा प्लेनमा सवार 18 जनाको मृत्यु हुन्छ। प्लेन दुर्घटनाको कारण खराब मौसम र वरिपरिको भौगोलिक कठिनाइ थियो। अब यी सबै घटनाक्रमहरू भन्दै गर्दा यसमा एउटा कुरा कमन रहेको छ, त्यो हो तेन्जिङ हिलारी एयरपोर्ट अर्थात् लुक्ला एयरपोर्ट, जसलाई वान अफ द मोस्ट डेन्जरस एयरपोर्ट इन द वर्ल्ड भनेर पनि चिन्ने गरिन्छ। अब किन लुक्ला एयरपोर्टलाई मोस्ट डेन्जरस एयरपोर्ट भनिन्छ? के फ्याक्टरहरूले गर्दा यसलाई खतरनाक बनाउँछ र यति धेरै खतरा हुँदाहुँदै पनि किन यो एयरपोर्ट निरन्तर सञ्चालनमा छ? यी सबै कुराहरू डिटेलमै बुझ्ने कोसिस गरौँ आजको नेप वेबमा। लुक्ला एयरपोर्टको निर्माण सन् 1964 मा सर एडमन्ड हिलारीको पहल र सक्रियतामा भएको थियो। यसको स्थापनाको पछाडिको मुख्य कारण खुम्बु क्षेत्रका विद्यालय र अस्पतालहरूका लागि आवश्यक निर्माण सामग्री र खाद्यान्न ढुवानी गर्नु थियो, जसलाई काठमाडौँबाट भरिया मार्फत ल्याउन महिनौँ समय लाग्ने गर्थ्यो। हिलारीले सुरुमा समथर खेतबारीमा विमानस्थल बनाउन चाहेका थिए, तर स्थानीय किसानहरूले आफ्नो खेतीयोग्य जमिन दिन नमानेपछि हालको भिरालो स्थान रोजिएको थियो। उनले उक्त जग्गा स्थानीय शेर्पाहरूसँग करिब 2650 अमेरिकी डलरमा खरिद गरेका थिए। र अझै अचम्मको कुरा त के हो भने यो विमानस्थल कुनै पनि आधुनिक मेसिनरी बिना पूर्ण रूपमा स्थानीय शेर्पाहरूको मानवीय श्रमबाट बनाइएको थियो। यसको रनवेको माटो नरम भएकोले हिलारीले शेर्पाहरूलाई स्थानीय रक्सी, छ्याङ र अराक खुवाएर सामूहिक रूपमा नाच्न र खुट्टाले कुल्चिन लगाएर जमिन सम्ब्याउन लगाएका थिए। र यो विमानस्थल सन् 1964 मा निर्माण भए पनि यसमा नियमित व्यावसायिक उडान भने सेप्टेम्बर 1971 बाट मात्र सुरु भएको थियो र यसको स्थापनाको लामो समयसम्म पनि यसको रनवे माटो र घाँसे मैदानको रूपमा रहेको थियो। पछि सन् 2001 मा मात्र यसलाई कालोपत्रे गरिएको हो र सन् 2008 मा नेपाल सरकारले सगरमाथाका प्रथम आरोही तेन्जिङ नर्वे शेर्पा र सर एडमन्ड हिलारीको सम्मानमा यसको नाम परिवर्तन गरी तेन्जिङ हिलारी एयरपोर्ट राखिएको हो। आजको समयमा यो एयरपोर्ट सगरमाथा क्षेत्र जाने मुख्य प्रवेशद्वारको रूपमा चिनिन्छ र संसारकै जोखिमपूर्ण विमानस्थलहरूमध्ये एक मानिन्छ। अब कुरा गरौँ आखिर के कुराले गर्दा लुक्ला एयरपोर्टलाई सबैभन्दा खतरनाक बनाउँछ? सबैभन्दा पहिलो कारण त यसको एक्सट्रिमली सर्ट एन्ड स्लोप रनवे हो। लुक्लाको रनवे मात्र 527 मिटर लामो छ, जुन स्ट्यान्डर्ड रनवे भन्दा एकदमै कम हो र यसको एउटा एन्डमा ठुलो चट्टानको पहाड छ भने अर्को एन्डमा 200 फुट गहिरो खोज छ, जसले गर्दा अन्डरसुटिङ वा ओभरसुटिङको चान्स नै छैन। र यसको रनवे लगभग 12% इन्क्लाइन रहेको छ, जसले गर्दा प्लेन ल्यान्ड गर्दा अपहिल ल्यान्डिङ हुन्छ, जसले प्लेनको स्पिड डिक्रिज गर्छ र टेक अफ गर्ने क्रममा डाउनहिल हुन्छ, जसले स्पिड गेन गर्न हेल्प गर्छ। यद्यपि यहाँ ल्यान्डिङ वा टेक अफ गर्दा सानो गल्तीको पनि छुट छैन। अब अर्को कारण भनेको देयर इज नो गो अराउन्ड अप्सन। त्यहाँ रहेको भ्याली र अग्लो अग्लो माउन्टेनहरूले गर्दा एकपटक पाइलटले फाइनल अप्रोच गरिसकेपछि पुलअप गरेर फेरि घुमाएर ल्यान्ड गर्ने अप्सन नै छैन। एकचोटि अप्रोच गरेपछि ल्यान्ड गर्ने बाहेक केही उपाय छैन। त्यसपछि अर्को कारण जसले लुक्लालाई एकदमै खतरनाक बनाउँछ त्यो हो त्यहाँको अनप्रेडिक्टेबल हिमालयन वेदर।
त्यहाँको वेदर एकदमै क्लियर भिजिबिलिटीबाट केही मिनेटमै जेरो भिजिबिलिटीमा पुग्न सक्छ। त्यसैले त्यहाँको 50% भन्दा बढी आफ्टरनुन फ्लाइटहरू क्यान्सल भइरहेको हुन्छ। अर्को भनेको लुक्लामा टेक्निकल र एल्टिट्युड च्यालेन्जेसहरू पनि रहेको छ। लुक्ला एयरपोर्ट 2845 मिटरको हाइटमा रहेको हुनाले यहाँको थिन एयरले प्लेनको इन्जिन पावरलाई एप्रोक्स 30 देखि 50% रिड्युस गर्छ, जसले गर्दा प्लेनलाई क्विक लिफ्ट गर्न गाह्रो हुन्छ। र अर्को भनेको लुक्ला एयरपोर्टमा आइएलएस सिस्टम नभएको हुनाले पाइलटहरू आफ्नै आई भिजन र स्थानीयको ज्ञानमा नै निर्भर हुन बाध्य हुन्छ। अब यहाँ आइएलएस सिस्टम भनेको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम हो, जुन एउटा नेभिगेसन सिस्टम हो जसले गर्दा पाइलटहरूलाई कम भिजिबिलिटीमा, कुहिरोमा, वर्षा वा अन्य अवस्थामा पनि प्लेनलाई सेफ ल्यान्डिङ गर्न मद्दत गर्छ। तर लुक्ला एयरपोर्टमा यो सिस्टम छैन, त्यसैले लुक्लामा भिएफआरको आधारमा प्लेन टेक अफ या ल्यान्ड गर्नुपर्ने हुन्छ। भिएफआर भनेको भिजुअल फ्लाइट रुल्स हो, अर्थात् पाइलटले आफ्नै आइसाइटको आधारमा नै प्लेन टेक अफ अर ल्यान्डिङ गर्नुपर्ने हुन्छ। अब यति धेरै खतरा हुँदै पनि लुक्ला एयरपोर्ट किन सञ्चालनमा छ त? यसको सिधा जवाफ हो विकल्प नै छैन। खुम्बु क्षेत्रमा पुग्नको लागि योभन्दा अर्को भरपर्दो र छिटो विकल्प नै छैन। त्यहाँसम्म जाने सडक बाटोको पनि अभाव छ र यो लुक्ला एयरपोर्टलाई गेटवे अफ एभरेस्ट पनि भनिन्छ। सगरमाथा जानको लागि खुम्बु नै मुख्य र छिटो बाटो हो र हरेक वर्ष हजारौँ पर्यटक, पर्वतारोही र पदयात्रीहरू यहाँबाट आफ्नो यात्रा सुरु गर्छन्। काठमाडौँबाट मात्र 40 मिनट फ्लाइटमा लुक्ला पुग्न सकिन्छ। तर यदि लुक्ला एयरपोर्ट नहुने हो भने तल्लो क्षेत्र जिरी वा फाप्लुबाट हिँडेर लुक्ला पुग्न 1 हप्ताभन्दा बढी समय लाग्छ। अर्को अझै महत्त्वपूर्ण भनेको लुक्ला एयरपोर्ट खुम्बु क्षेत्रको अर्थतन्त्रको मेरुदण्ड हो। खुम्बु क्षेत्रको अर्थतन्त्र पर्यटनमा टिकेको छ र होटल, गाइड, भरिया र स्थानीय व्यापारहरूको लागि यो एयरपोर्ट एउटा लाइफलाइन हो। यस क्षेत्रमा अझै पनि सडक बाटो पुगेको छैन, त्यसैले खाद्यान्न, औषधि, निर्माण सामग्री र अन्य दैनिक उपभोग्य वस्तुहरू ढुवानी गर्ने प्रमुख माध्यम नै प्लेन वा हेलिकप्टर नै हुन्। अझै बिरामी परेका स्थानीय बासिन्दा वा दुर्घटनामा परेका पर्यटकहरूको तत्काल उद्धार गर्न पनि यो एयरपोर्ट अनिवार्य रहेको छ। त्यसैले यी सबै कारणहरूले गर्दा खतरा हुँदै पनि एकदमै उच्च सुरक्षा सतर्कताका साथ लुक्ला एयरपोर्ट निरन्तर सञ्चालनमा रहेको छ। यस क्षेत्रमा प्लेन उडानको लागि पाइलटसँग कम्तीमा 1 वर्ष अनुभव र निश्चित घण्टा पहाडी क्षेत्रमा उडान भरेको र विशेष तालिम प्राप्त भएको हुनुपर्दछ। लुक्ला एयरपोर्ट खतरनाक हुनुमा मानवीय गल्ती भन्दा पनि भौगोलिक बनावट नै मुख्य कारण हो र यो एयरपोर्ट बन्द गर्नु भनेको सगरमाथा क्षेत्रको जनजीवन र पर्यटनलाई ठप्प पार्नु हो। त्यसैले सुरक्षाका कडा मापदण्डहरू अपनाएर यसलाई निरन्तर सञ्चालन गरिँदै आएको छ। हस् त, थ्याङ्क यू फर वाचिङ एन्ड डु नट फर्गेट टु सब्सक्राइब।